नमस्ते, म डाक्टर बजन कुमार रोनियार, कन्सल्टेन्ट इन्डोक्राइनोलोजिस्ट। आजकल तपाईँले देखिराख्नु भएको छ यो मिडियाहरूमा कतिहरूमा चाहिँ पहिला यो पोलिसिस्टिक ओभरियन सिन्ड्रोमको चाहिँ नाम चेन्ज भएर चाहिँ अहिले पोली इन्डोक्राइन मेटाबोलिक ओभरियन सिन्ड्रोम भनेको छ। त्यसको नाम किन चेन्ज गर्यो होला, यसको चेन्ज गर्न के जरुरी थियो भन्ने कुरा आउन सक्छ भनेर हो। यो जरुरी थियो भने किनभने चाहिँ पहिला हामीले पोलिसिस्टिक भन्थ्यौँ, त्यो ओभरी ग्ल्यान्डमा भएको सिस्टलाई हामीले बढी फोकस गर्थ्यौँ। तर हामीले पहिला पनि भन्थ्यौँ कि त्यही सिस्ट भनेको यो हर्मोनल प्रब्लम हो के। यो हर्मोनल प्रब्लमले गर्दा तपाईँको सुगर बढ्ने, कोलेस्ट्रोलहरू बढ्ने, हार्ट प्रब्लमहरू आउने, ओबिसिटीहरू बढिन्छ। ओबिसिटी भयो भने मेटाबोलिक प्रब्लमहरू बढी आउनु भएको छ। त्यही भएर चाहिँ आजकल तपाईँको यसको नाम चेन्ज भएर चाहिँ पोली इन्डोक्राइन अब मेटाबोलिक ओभरियन सिन्ड्रोम, किनकि यता मेटाबोलिक पनि आयो, इन्डोक्राइन पनि प्लस ओभरियन सिस्टलाई पनि कभर गर्नु भन्छ। त्यही भएर चाहिँ यसको नाम चेन्ज गरेर छ, किनकि यो पिसिएस जुन पहिला हामीले भन्थ्यौँ अहिले पिएमएस भन्छौँ। त्यही भएर यसको नाम चेन्ज गर्दाखेरि चाहिँ हामीले चाहिँ मेटाबोलिकमा बढी फोकस गर्छौँ, किनकि यो रोगले गर्दाखेरि तपाईँको सुगर, प्रेसर, कोलेस्ट्रोल बढ्ने, इन्फर्टिलिटी प्रब्लम, अनुहारभरि तपाईँको राउन्ड डन्डिफोर आउने, वेट गेनहरू हुने, महिनावारी तपाईँको इरेगुलर हुने गर्दाखेरि चाहिँ यो हाम्रो सिस्टको मात्र प्रब्लम नभयो भने यो प्योर इन्डोक्राइन प्रब्लम हो भनेर चाहिँ बढी फोकस गर्नको लागि चाहिँ यसलाई पोली इन्डोक्राइन मेटाबोलिक ओभरियन सिन्ड्रोम नाम दिएको हो। हस्, धन्यवाद।